हेलो एभ्रिवान, गुड मर्निङ एन्ड व्हाट्सअप। सो आज चाहिँ हामी चाहिँ आज पनि छुट्टीको दिन। सो जापानको विभिन्न ठाउँहरूमा घुम्ने अनि यहाँको अनुभवहरू लिन चाहिँ आएको हो। सो आज चाहिँ त्यसै गरी हामी नजिकै रहेको 20 किलोमिटर टाढा रहेको होइन त्यहाँ चाहिँ आएको छौँ र यहाँ चाहिँ यस्तो बवाल छ भन्ने कुरो चाहिँ तपाईँ पछाडि हेर्न सक्नुहुन्छ सिन र त्यो पर देखिएको बवाल छ होइन। सो र हाम्रो यहाँ हामी तिनजना साइकलमा आएको हो, तिनैजना होइन। एक नम्बरको बोको चाहिँ ऊ हो मान्छे देख्नु हुँदैन। अनि यहाँ आइसकेपछि चाहिँ के लाग्छ भने हाम्रो टोकियो र टोखा, काठमाडौँको टोखा होइन त्यस्तै समथिङ त्यस्तै लाग्छ क्या यो होइन। एरिया चाहिँ पुरै गाउँ जस्तो हो हुन चाहिँ, एकदम बवाल छ। सो कस्तो लाग्छ तपाईँहरूलाई है, कमेन्ट गर्नु होला। एन्ड घुम्न चाहनुहुन्छ भने अवश्य आउनु होला जापानको यो ठाउँमा होइन, बवाल छ। सो यहाँ चाहिँ केटाहरू टक्क फोटोसोटो खिचिरहेछन् अनि यो चाहिँ त्यस्तै लागिरहेछ सबैजना। आज चाहिँ यहाँ चाहिँ आइतबार छुट्टी हो, त्यही भएर बच्चा सच्चा लिएर एकदम धेरैजना आउनुभएको छ होइन। सो हामीले चाहिँ 2-4वटा फोटो ट्याक्क खिचिसकेर अब चाहिँ हामी स्टेडियमतिर जानेछौँ र त्यहाँ सकिसकेपछि चाहिँ त्योभन्दा नि आज माथि जाने प्लान छ। आज समथिङ सबै घुम्ने नै हो आज यतातिरको, के कस्तो छ भनेर हामी हेर्नेछौँ र सबै डुलिसकेर लास्टसम्म भिडियो सबै अपलोड गर्ने नै छु। भिडियो हेर्नु होला, सेयर गर्नु होला, लाइक गर्नु होला र माया गरिदिनु होला। त्यहाँदेखि अब चाहिँ हामी निस्किसकेछौँ साइकलमा। अब निस्किसकेपछि चाहिँ केटाहरू चाहिँ गइसकेका छन् अगाडि। देन केटाहरू चाहिँ गइसकेपछि अब हामी सबजना होइन आफ्नो तरिकाले अब जगिङमा आएका हुन्छन् र यहाँ चाहिँ जतिखेर पनि रनिङ गर्छन् नो प्रब्लम। देन केटाहरू हाम्रो 2जना केटाहरू चाहिँ टक्क अगाडि साइकलमा दिइरहेछन् होइन, हिँडिरहेछन्। सो यहाँ आइसकेपछि यो फिल्ड चाहिँ एकदम गाउँको जस्तो लाग्ने र अब यता चाहिँ यस्तो बवाल भएको कारण हामी यतातिर टुक्का छौँ। वहाँ पर चाहिँ यहाँभित्र चाहिँ अब विभिन्न चराहरू पौडी खेल्न आउने भएकाले यहाँ फोटो टुक्का खिचिरहेको देखिरहेको छु। अब हामी सबैजना चाहिँ माथि स्टेडियमतिर जाने, त्यसपछि त्योभन्दा नि माथि जाने आज हाम्रो प्लान हो। सो यो पुल चाहिँ एकदम लामो छ होइन। ठ्याक्कै हामीलाई चाहिँ यहाँ आइसकेपछि काठमाडौँको त्यो टोखा अनि त्यसै गरी शिवपुरीतिरको जस्तो फिल हुने कि यो हेरेपछि चाहिँ। विकास गरेपछि हेर नि कस्तो गर्छ कि बस्नको लागि यो यस्तो टौवा भन्नु न के भन्ने यसलाई, टौवा जस्तै बस्नको लागि यो बनाएको हो। यस्तो बवाल छ नि त्यो बस्ने ठाउँ भने होइन। योभन्दा अगाडि पनि हामी आइसकेको थियौँ यहाँ र आज पनि हामी 3जना साथीहरू चाहिँ सँगै जाउँ न त घुम्न भन्ने कुरा आएर अनि बिदाको दिन यसो घुम्दैनौँ न त भनेर निस्किएको र हामी यहाँबाट चाहिँ राइट साइड लिएर सरर जानेछौँ। सरर पनि यस्तो बाटो हेर्नुहोस् न यार, सबैभन्दा खतरा सरसफाइमा एकदम नम्बर 1 कन्ट्री भने चाहिँ जापानलाई चिनिन्छ जस्तो लाग्छ कि। यस्तो सफा बाटो यस्तो सफा राखिदिन्छ नि, न बाबा न कुरै छोडिदिउँ कि।
लेट्स गो हैन। यता चाहिँ यो एकदम गाडी कुद्ने ठाउँ भयो, यो चाहिँ साइकल कुद्ने ठाउँ भयो हैन। यस्तो बनाएको हुन्छन् भन्ने त पुरै छोडिदिउँ न अब यहाँ हैन। अब यो भ्यूको लागि माथि यो होटल भइहाल्यो हैन। यो भित्रहरू यस्तो बवाल बवाल छ नि, पुरै छोडिदिउँ के पुरै छोडिदिउँ। हाम्रो दुईजना साथीहरू चाहिँ अगाडि गइसके र यो अब यस्तो ठाउँ छ नि पुरै छोडिदिउँ। आकाशमा प्लेन उडेको यो हो के हो। हामी चाहिँ खाजाको लागि चाहिँ यहाँ लसुन छिर्नेछौँ। के खाने हो? रामेन हो? मेरो त पेट फुल छ हौ। सो आज चाहिँ हामी हिँड्दा थाकिसक्यौँ। यहाँ आइसकेपछि चाहिँ हामीलाई के लाग्यो भने यो बाटो चाहिँ नेपालको जस्तै रहेछ कि यो गाउँतिर हैन। हुन चाहिँ धेरै ठाउँ विकास भइसकेको छ, तर यो एरिया जुन जङ्गल एरिया हो। अनि हामी चाहिँ यसो घुम्दै आएको। बाटो हेरेपछि थाहा भइहाल्छ कि नेपालमा मैले बाइक चलाउँदा यस्तै चलाएको थिएँ। यस्तै बाटोमा यस्तै छ नेपाल हैन। र जापानमा नि यस्तो ठाउँ पनि रहेछ हैन। एकदम गाउँ आएको कि केटाहरू दरो हानिरहेछन्। अनि यो हेरेपछि तपाईँलाई लाग्छ होला नेपालै हैन, यो नेपालै हो जस्तो लागिरहेको छ। अब उकालो छ, ड्युटी मात्रै हिँड्नु पऱ्यो जिन्दगी। यो हेरेपछि भइरहेछ, हेरेपछि ठ्याक्कै नेपालको याद आयो है। नेपाल जानै नपर्ने रहेछ। यो चाहिँ एकदम गाउँ हो कि। अनि नजाउँ भन्ने मेरो भनाइ हो। यता फर्क्यौँ। यो बाटो हेरेपछि चाहिँ के लाग्छ भने गाउँ हो कि पुरै होइन, गाउँतिरको। सो फर्क्यौँ है। बाटो यही बाटो नजाने यही त। सिप्लिँदैन हिरो हो नि त यार, जमानाको मूल हिरो। साइकलको बाइकको अलिक साइड छोडा है, मुला ठोकिदिन्छु। एउटा हातमा मात्र ब्रेक छ। होइन हामी चाहिँ एकदम यता घुमेर आएको। कहाँ जाने हो? यता गाउँ छिर्ने एकदम अप्रोच छ होइन। यो हेरिसकेपछि हामी नेपाल हेर्नु परेन भन्ने लागिरहेछ। सो हामी चाहिँ कहाँ हिँडेको यार यो बौला? गाउँतिर प्रवेश गरेको छौँ। एकदम यो आइसकेपछि त्यो पुरै गाउँ हो होइन। गाउँमा अब के हेर्ने के गर्ने भन्ने कुरो आउँछ। के हेर्ने, सबै खेतीपाती लगाएका छन्। खेतीपाती ढङ्ग छ गाउँतिर। यो हेर्ने हाम्रै नेपाल जस्तो पुरै जापानको गाउँ चाहिँ पुरै नेपाल जस्तै छ क्या होइन। यता आएपछि चाहिँ आफ्नै नेपाल आए जस्तो है। घरमा फुलहरू क्या सजाएर राखेको, यो एकदम बवाल लाग्यो मलाई यो ठाउँ। ठिक छ। अब खेतीपाती कसरी गर्छन् भन्ने कुरा हेर्ने हो भने अब यहाँ यसरी जोत्ने काम भइरहेछ है, मेसिन लगाएर। ल त्यहाँ हाम्रो त्यसको हात्तीको चिन्ह पनि रहेछ, ग्रिन मन। अनि यो चाहिँ अङ्गुरको होला सायद, यो झ्याङहरू होइन। पुरै गाउँ छ कि बस्ती, पुरै गाउँै गाउँ हो कि बोस के हो यस्तो गाउँ है। र हामी चाहिँ सरासरी जाँदैछौँ गाउँतिरै। अब हेरौँ लेट्स से के गर्ने। यस्तो
तर यहाँ चाहिँ के छ भने घर छेउ नजिकै के च्यानहरू पनि के राख्ने हो कि होइन। यो चाहिँ गोमीको गाडी हो, फोहोरको मतलब फोहोर उठाउने गाडी हो। यस्तो मजा आने प्याज साज रोपेर घुमेर है। सो कुरै छोडिदिउँ। सेम नेपाल र जापानमा गाउँतिर चाहिँ है लास्टै आएको आज भन्नु पनि लास्ट घुमेको र एकदम थाकिसक्यो भन्ने म ओह्रालै गयो त कहाँ हिँडेको यार। यता मासतिर जाउँ। यताबाट चाहिँ कहाँ जाने हो? यति भन्दै आजको भिडियो चाहिँ अन्तिम यहीँसम्मको हुनेछ र भिडियोलाई मनपर्छ भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सल्लाह सुझाव दिनुहोस्। हस् त बाई बाई। र अर्को कुरा चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। ओके, सी यू नेक्स्ट भिडियो।